So, hello and welcome back to my channel. It's me Ashok. So guys, new vlog start भइसक्यो न्यू vlog start चाहिँ after a long time पछि भइरहेछ. After a कति 4 महिना प्लस भइसक्यो चाहिँ 4 महिना प्लस भइसक्यो चाहिँ भ्लग नहालेको. ह्यान्डसँग चाहिँ रिजन. हेलो रिजन. हाई गरे खै. भन न मसँग आएको भन्छ भन न. हामीले चाहिँ धेरै पछि भिडियो बनाएर हल्का लास्ट ल्याइरहेको छ रिजनलाई नि. मलाई चाहिँ अर्कै लागेको छ है आफ्टर लङ टाइम पछि. फेरि फोन चाहिँ फेरि हल्का चक्क भइसक्यो चाहिँ. यो पछाडिको बाइक चाहिँ कसको हो भन्नुहुन्छ भने चाहिँ रिजन यो बाइक कसको त मेरो हो. मेरो त अर्को बाइक थियो त. यो बाइक मेरो हो. सो फाइनली हामीले चाहिँ एमटी बेचेर पनि उ गरेर पनि अहिले चाहिँ हामीसँग बुलेट छ क्लासिक 350 2020 मोडलको है. अनि यहाँ रिजन छ अनि शिवु नानी यहाँ छ. शिवु 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 खोरमा छ अहिले. यसलाई छोडिदिएको छैन किनभनेपछि बाबा आउँदैछ. अनि बाबा आएर यहाँ फोन लिन आएछ. फोन नआए भएर भ्लग बनाइरहेछु मैले. किनभने पहिला त्यस्तो राम्रो थिएन नि त हामीसँग क्यामेरा क्वालिटी. फेरि मैले भ्लगहरू बनाउनै त्यस्तो छोडेको थिएँ. अनि रिजनको बोल्ने छ. मलाई कस्तो अर्कै लागेर चाहिँ नयाँ भ्लग बनाउँदा है. अनि त्यही हो. तर फेरि बनाउँछु म कन्टिन्यू गर्छु है. अहिले चाहिँ आज चाहिँ सन्डे हो. सन्डे फन्डे यहाँ हेर्छौँ चाहिँ हाम्रो चल्ली ग्याङहरू नि छ. मैले भिडियोमा के देखेको छु यहाँ 4 छ. यो 4लाई चाहिँ गर्नु किनभने यो 4 यत्तिकै छ अहिले. यिनीहरूलाई यत्तिकै छोडेछ हामीले होइन. यहाँ चल ग्याङहरू छ है. काँक्राहरू पनि छ. के छ के भिडियोमा देखाउँदा धेरै चिज छ घरमा. यहाँ खरायो पनि छ. यहाँ कुखुराहरू छ. माथि पनि कुखुरा छ. खोर्नी बनिसकेको छ है. मैले भिडियोमा केही हालेको छैन. केही बनाउनु पनि मन पर्दैन. तर आज दिदीले नि भन्दै हुन्थ्यो एक दिन भिडियो बनाऊ भनेर. अनि अरू अब हाल्दैन. तर यो भ्लग चाहिँ फेरि डेली भ्लगिङ चाहिँ होइन है. यो भनेको कहिले काहीँ आउँछ भ्लग. त्यसैले चाहिँ हजुरलाई हल्का मजा नै आओस् हेर्न भनेको. शिवलाई एकछिन छोडिदिउँ. सर बाउ शिवको पानी ल्याइदेऊ त. शिव भाग्यो. हाउ इट लुक्स है. म भिडियोमा देखाउनु मलाई केही लाग्दैन. त्यो मैले उयो थिएँ नि मलाई लाग्यो त्यो प्राइस लाग्छ. त्यो पानी खानु गइसक्यो शिव त्यहाँ. मैले छोडिदिन्थ्यो. यो कन्टिन्यू भ्लग आउँदैन. अनि म यो धेरै जस्तो चिजहरू पनि देखाउँदैन. बाइक मैले आज भिडियो बनाउँदाखेरि आज अब धेरै पछि कति चेन्ज भइसक्यो नि त. एमटी बेचेर यो किनिसकेको छ. थ्याङ्क्स टु माई फादर. थ्याङ्क यू सो मच बाबा. थ्याङ्क यू सो मच बा भन. हामीलाई नयाँ बाइक र फोन दिएकोमा भन. तिमी भन न. बल नि रेजनको बल हो. रेजनको बल उ छ. अनि त्यही हो. धेरै पछि हजुरलाई कस्तो लाग्यो भिडियो भनिदिनु होला है. अनि म नयाँ भिडियोहरू बनाउँछु. तर म डेली भ्लगिङ चाहिँ गर्दैन. अनि यसरी फोन किन्यो बाइक किन्यो भनेर देखाउँदैन है. देखाउन पनि हुँदैन. मन नि लाग्दैन. तर भिडियोमा अब म डेली भ्लगिङ गर्थेँ. अनि बिचमा छोडेको थिएँ नि त धेरै भएको थियो नि त. अनि तर फेरि स्टार्ट गर्दाखेरि चाहिँ यस्तो भइसकेको छ है भनेर चाहिँ हजुरलाई ब्रिफ इन्ट्रोडक्सन भन्दा नि हुन्छ है. मैले दिएको है. अनि यहाँ काँक्राहरू पनि रोपेछ. हामीले खतरा चिज गरेछ. सलाद साग नि रोपेछ. के छ देखाउन धेरै चिज छ. तर म देखाउँदैन किनभने मजा आउँदैन. एकै दिन सब देखाइदिनु त के देखाउने होइन. अनि यो स्कुटर मैले भिडियोमा देखाइसकेको छु. यो चाहिँ देखाइसकेको है. यो चाहिँ दिदी स्कुटर हो. यो चाहिँ शिवु हो. यो चाहिँ शिवलाई चाहिँ हामी हजुरलाई चिन्नुहुन्छ होला नै होला. शिवु आऊ रेजन आऊ. हामी चाहिँ आजभोलि धेरै खेल्न जान्छौँ है रेजन. हामी आजभोलि धेरै खेल्न जान्छौँ है. विशेष धेरै पछि भिडियो बनाएर भिडियो गर्दा हल्का के बिग्रिनु सक्छ. त्यो माइन्डर उ गरिदिनु होला है. अब जसरी हुन्छ नि फेरि हाम्रो चाहिँ. सो त्यही हो गाई चाहिँ. यो चाहिँ आज छोटो मिठो भ्लग हुन्छ है. त्यसरी चाहिँ म आजको यो एकैछिनको भ्लग बनाउँछु म. किनभने मैले धेरै पछि भिडियो हाल्दैछु नि त. त्यही भएर आज केही भएर जाँदैन केही गर्दैन. त्यसरी चाहिँ यति पार्ट हाल्छु म भन्नाले अहिले जति अघिको भिडियोहरू हेर्नु भयो नि होइन. त्यो प्लस यो आउँछ है. यहाँ शिवनान छ. अनि यहाँ रिजन छ है. जस्ट यो चाहिँ भन्नाले आइएम ब्याक भनेर टाइपको भिडियो हो यो चाहिँ होइन. अब त्यस्तो म डेली भ्लगिङ चाहिँ गर्दैन. डेली भ्लगिङ चाहिँ हुँदैन किनभने त्यस्तो छैन चिज अहिले होइन देखाउनु लायकको. अनि म देखाउँदैन त्यस्तो धेरै है. धेरै म भ्लग बनाउँदैन. कहिले काहीँ भ्लग आउँछ त्यसको लागि चाहिँ कुर्नु होला. त्यसको लागि सब्सक्राइब गर्नु होला है. मन लाग्छ भने नगर्नु है. है रजन हजुरलाई भिडियो सब्सक्राइब गर्न मनपर्छ भने मन लाग्दैन भने नगर्नु होला होइन.
यो डिसिजन रिजनले भनेको शिबु नानी है हामी शिबु नानी म रिजन भएर स्कुटरमा राइड नै जान्छौँ त्यस्तो भिडियो पनि चाहिएको छ भने भनिदिनु होला हामी अवश्य हाल्नेछौँ है त्यो स्कुटरमा बसिरहेछ शिबु अहिले यसलाई यहाँ बस्यो भने बस्न त बस्दैन तर बसेर हामी घुम्न पनि जान्छौँ शिबु म रिजन भएर है त्यस्तो भिडियो हजुरलाई हेर्न मन छ हाम्रो हामी 3 जनाको भ्लग बनाएको भने नि त्यो नै आउँछ अब चाहिँ भ्लग आउँछ हाम्रो यसरी है अनि त्यही हो यो भ्लग चाहिँ म न टाइटल हुन्छ न इन्ट्रो हुन्छ न के हुन्छ यति आउँछ म आमाले बोलाउनु भयो जाऊ मम्मी त्यहाँ हुन्छ यो नि हामीले बनाइसकेको छ के धेरै चिजहरू चेन्ज भइसकेको छ है भ्लगमा ममा अनि धेरै चिजहरू होइन म भन्दैन भन्ने चिजहरू त भनिसकेको छ नभन्ने चिजहरू म भन्दैन रिजन शिबु अहिले रिजन खेल्न जान्छ भनेर एक्साइटेड भएर गएको थिएँ तर फेरि फर्केर आइसकेको छ शिबु आऊ यहाँ जाऊ फेरि ज्ञान छ नि आऊ बिज हाम्रो ज्ञान छ नि नानी यसलाई मैले अघि छोड्दै थिएँ अब छोड्दै बन्दा गरौँ अनि हाम्रो भ्लग नै हिँडिसक्यौँ है सो त्यही हो गाइज आजको भ्लग चाहिँ यति नै हुन्छ है आजको भ्लग चाहिँ छोटो र मिठो अनि यो भ्लग चाहिँ भन्नाले आइएम ब्याक टाइपको भिडियो हो सब भ्लगहरू आउँछ है हजुरलाई मैले हजुरलाई अब ब्रिफली थोरै भन्नाले थोरै चिजहरू भनिसकेको छु अब यो आएको अनि चल्ले ग्याङहरू खरायोहरू भएको शिबुको फोर त्यहाँ थियो त्यहाँदेखि यहाँ आएको रिजनलाई गरेको हामी घुम्न गएको शिबुलाई स्कुटरमा घुम्न मनपर्छ अनि त्यो नि देखाइसकेको छु मैले हजुरलाई धेरै चिजहरू देखाइसकेको छु भनिसकेको छु काँक्राहरू भएको के त्यो त छ बिस्तारै अरू नि हुन्छ है हजुरलाई हेर्न मन पर्छ भन्ने चाहिँ भन्नु कमेन्ट गर्नु अझै भ्लग हाल्नु भनेर है सो त्यही हो गाइज है आज भ्लग चाहिँ हिँड्साउनुहुन्छ यहाँसम्म धेरै धन्यवाद है किनभने धेरै पछि आउनुपर्छ हजुरलाई मनपर्छ कि पर्दैन थाहा होइन त्यसैले सो त्यही हो यहाँसम्म धेरै धन्यवाद हजुरलाई सो नेक्स्ट भ्लगमा एउटा त्यसैलाई भइगयो